सबैजनालाई अनि गुड मर्निङ हैन। आज एकदम दिन राम्रो छ हेर्नुस् पछि हो हाम्रो चाहिँ यस्तो चाहिँ दिन बिहान गाउँमा कस्तो दामी छ। हामी दुई भाइ चाहिँ लागेको बिहानी र तपाईँलाई के को लागि गएको भन्दाखेरि चाहिँ म फिलहाल अहिले भन्दिनँ, किनभने तपाईँलाई हामी दुई भाइले सरप्राइज दिनेछौँ। अहिले यहाँबाट फिलहाल बाइकमा जानेछौँ र गाइस आजको ब्लग यस्तै हुन्छ, हेर्नुहोस् र अगाडि के हुन्छ तपाईँलाई देखाउने छु। र प्लिज गाइस भ्युज त आइरहेको छ, तपाईँले कमेन्ट गर्नुभएको छैन, फलो गर्नुभएको छैन, प्लिज फलो चाहिँ गरिदिनुहोस्। र हामी दुई भाइ यहाँ बाइक निकाल्नु आँटेको अनि बिहानी फिलहाल अहिले बजेको छ 6 बज्न आँटेको छ। र गाइस भेटौँ अहिले भने हामी चाहिँ होइन, यो चाहिँ अब खरसाङको गुम्बा सरी सोनादा हो। हामी चाहिँ सोनादा आइपुगेको छु। चाहिँ अब हामी सोनादा बजार इन्टर गर्दैछु। सोनादा भाडा सस्तो पाउँछ भन्छ, तर अस्ति सोधेको घन्टा गर्नु सस्तो महँगै पर्दो रहेछ। यो चाहिँ सोनादा बजार हो। आज चाहिँ होइन पेसेन्जर जस्तो फिल गरेर चाहिँ सेकेन्ड सिटमा बसिदिएको मजा आइरहेछ। सोनादा बजार बिहानै आइपुग्यो नि त, खुल्ला छैन रहेछ। हामी सबजना अगाडि समय हिरा बाउ गाइस अहिले भने हामी चाहिँ खरसाङको पार्किङमा होइन। अब बिहान खाजा नखाएको गाइस के भन्नु, अब यहाँ खानै पर्यो। दिन त दामी भएछ नि आज गाइस, होइन त पछाडि हामी हल्का रोटी सोटी खाने हो, यहाँ खाइदिने अनि चल्दिने ल गाइस। गाइस चेक इट आउट, यो चाहिँ खरसाङको भ्यू। हेर्नुहोस् त, नेचर भनेको चाहिँ नेचरल हुन्छ। ऊ तल देखेको त कुन चाहिँ होला उयो, दिन एकदम बबाल रहेछ गाइस आज। फिलहाल चाहिँ खरसाङ होइन पुग्यो। बिहान एकदम होइन ब्रेकफास्ट नगरी गएको, भोकले ठन्डै मऱ्यो होइन। फर्स्टमा चाहिँ हाम्रो टी आयो, गरमा गरम टी चाय होइन। र अब हामी सबैले चाहिँ अब ब्रेकफास्ट नगरी गएको थियो नि त, र ब्रेकफास्ट अर्डर दिएर चाहिँ हाम्रो छेउमा आयो पुरी छोला अचार होइन। र हामी सबको बसेर चाहिँ पुरी छोलाको मजाले चाहिँ खाना थाल्यौँ हो। तातो एकदम गरमा पुरी आएछ होइन, एकदम मजा आयो खानु गाइस। र मैले त भोकको जोकमा गाइस अब खाइदिएर चाहिँ निस्किँदै नि यस्तो भोक लागेको थियो। बिहान नखाइरहेको पनि होइन गाइस, अब तपाईँलाई पनि थाहा छ कस्तो चाहिँ हुन्छ नखाँदा। हेर्नुहोस् फटाफट खाएर एउटा हामी निक्ल्यौँ। फाइनली गाइस ब्रेकफास्ट पनि भयो, देखिहाल्नु भयो होला। पुरी छोला अचार खाइभयो, चिया अनि खरसाङको पार्किङमा छौँ हामी। अलिक सन्चो फिल गर्दैछु, अघि भोक लागिरहेको थियो होइन। र खानापिना भयो, खाना चाहिँ के ब्रेकफास्ट भयो। र फिलहाल हेर्दै गर्नुहोस् अगाडि। अब हामी त्यो पोइन्टमा चाहिँ आइसकेको छौँ र तपाईँलाई सरप्राइज चाहिँ देखाउनेवाला छ के छ भनेर एकछिनमा देखाउने छु ल, हेर्दै गर्नुहोस्। र गाइस सरप्राइज भन्थे, सरप्राइज चाहिँ भयङ्करै सरप्राइज रहेछ गाइस होइन। लु त स्कर्पियो रहेछ होइन। अब हामीलाई त थाहा पनि थिएन होइन गाइस, अचानक दाजुले जाउँ भनेर चाहिँ
बुधबारको प्लान गरेर चाहिँ हामी गएको थिएँ र सरप्राइज त यो रहेछ होइन। मलाई एकदम यो देखेर चाहिँ खुसी लाग्यो र दाजुले चाहिँ स्कर्पियो हेर्नुभएको थिएछ र अब यहाँनिर चाहिँ सब आफ्नो हाम्रो अब हुन्छ नि त दस्तुर होइन, आफ्नो आफ्नो तपाईँको पनि दस्तुर छ होला गाइस, तपाईँको पनि गाडीहरू झिक्दा के हो है। हाम्रो चाहिँ यस्तै छ दस्तुर होइन। हामीले चाहिँ पूजा पाठपट्टि लाग्यो हो, धुपसुप बालेर एकदम अन्तरे बाउ म महेश जति पनि गएको थियो होइन। र पूजा चाहिँ मजाले आफ्नो निष्ठ ध्यान लगाएर चाहिँ पूजा गर्नुपर्छ गाइस। अहिले भने हामी पूजापट्टि लाग्यो। अलिकति अगाडि गर्नु त होइन हुन्छ यसो गरेर अब सिधै घुमाएर यसो गरेर यहाँ हालिदिनु ट्रेन आउनु लागि चाबी लु निकाल निकाल्न पहिला होइन होस् बडा गयो नि होइन तपाईँले गाडी त अब देख्यो होला होइन कस्तो छ होइन, कमेन्ट गर्नुहोस्। सरप्राइज त यही थियो, मैले पनि थाहा थिएन होइन कुन चाहिँ गाडी रहेछ भनेर। गाडी चाहिँ स्कर्पियो रहेछ, स्कर्पियो। र अहिले चाहिँ हामी ट्रायलको लागि पनि गएको थियौँ। म तल एकछिन हो एकदम मक्खन चल्यो होइन। यहाँ पेपर वर्क हुँदैछ। अब एकछिन चाहिँ वेट गरेर यसलाई घर लाने क्रममा छ हामी सबै ल गाइस। यहाँनिर अहिले भने होइन डकुमेन्ट्स कागजातको जो पनि काम साम थियो सब सकियो। र यहाँनिर तपाईँले गाडीहरू लिनुहुन्छ भने महादुर्गा कार सेल्स भन्ने छ यहाँ पछाडि हेर्नुहोस् बोर्ड, तपाईँले यहाँ लिएर सम्पर्क गर्नु सक्नुहुनेछ। राम्रो राम्रो गाडी राम्रो प्राइसमा तपाईँले यहाँबाट लानु सक्नुहुनेछ। र हाम्रो गाडी बसेको छ पछि हल्का अब त्यसलाई उयो हुँदैछ नि त साफसफाइ के होइन। यहाँनिर महादुर्गा इन्टरप्राइज हेर्नुहोस् पछाडि। यो हामी फिलहाल भने चाहिँ हामी सोरुमबाट निस्केर चाहिँ होइन सिधा अब हामी सिङ्चेल मन्दिर जानेछौँ। हाम्रो फर्स्ट ह्यान्ड भयो हाम्रो होइन, त्यही कारणले चाहिँ हामी मन्दिर जाँदैछौँ। र अर्को गाडी पनि आउँदैछ पछाडि अर्को। र हामी चाहिँ अहिले सिङ्चेल मन्दिरमाथि जाँदैछौँ र बाटोमा बसिरहेको छौँ, अर्को गाडीलाई पर्खिरहेको छौँ। ल अहिले भने हामी सिङ्चेल मन्दिर टाइगर हिल पुगिसकेको छौँ। र अब यहाँनिर पूजासुजा गरेर चाहिँ फेरि दार्जिलिङतर्फ लागेर दार्जिलिङमा गएर एकछिन कामसाम गरेर सिधा घर है गाइस। ल हेर्दै हुनुहोस् साथीभाइ हो। अहिले चाहिँ हामीले तल मेन सिङ्चेल धाममा चाहिँ
पूजा गरेर सकेर आयौँ। अब यहाँ माथि चाहिँ गाडीको पूजा हुन्छ। म गाडीको पूजा पनि हाल्नेछु। अनि यहाँबाट हामी दार्जिलिङ गएर दार्जिलिङमा अलिअलि सौदा किनेर यो गाडी चाहिँ आज भोलिसम्म खालि देख्छ है, त्यहाँदेखि चाहिँ जान्छ ड्युटीमा यो गाडी हो। र त्यही कारण गाइस आजको ब्लग्सलाई फलो अनि सब्सक्राइब गर्नु नभुल्नुहोस् ल। र हेर्दाखेरि चाहिँ होइन गाडीको पूजा सुरु भयो। गाइस हेर्नुहोस् मोटो मान्छेको औँला छिर्दैन गौरी नारायणी नमस्ते मुक्ति प्रदायिनी त्वामि सुदाय सुदेखा वा भवन्तु प्रमोदयं बाबा विश्वकर्मा देवता अभिं नमो नमः देवी प्रपन्नाति हरे प्रसीद प्रसीद माता जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पायवेश्यं त्वामीशो देवी चराचरं बाबा विश्वकर्मा देवता अभिं नमो नमः बाबा विश्वकर्मा देवता अभिं नमो नमः देवी सर्वभूतेषु कल्याणरूपिणः सतिता नमस्तस्यै 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 नमो नमः देवी सर्वभूतेषु दयारूपिणः सतिता नमस्तस्यै नमस्तस्यै। ए गाइस फाइनली अहिले चाहिँ हामी घर आइपुग्यो होइन। टुर पनि लामै भयो, मन्दिर सन्दिर सब गएर होइन। र अब के गर्नु है, भोलिदेखि त्यो गाडी ड्युटी लागिहाल्छ गाइस। भोलि दिन नै बोलाएको छ ड्युटीमा हो। र आजको चाहिँ ब्लग तपाईँलाई के कस्तो लाग्यो कमेन्ट सेयर सब्सक्राइब अनि फलो गरिदिनुहोस्। र आजको लागि यति नै। फेरि भेटौँ नेक्स्ट भिडियोमा। खुसी रहनुहोस्, सुखी रहनुहोस्। बाई बाई, गुड नाइट।